त्यसै नाथी मेरो इच्छा भयो यहाँको बारेमा केही थोरै भनिदिनु न यस्तो पनि हो रुद्राक्ष डिटा ल्याउने केही पनि यहाँ भगवान्को थानमा नटरम्बेश्वरलाई पहिला चाहिँ एउटा जल ल्याउने हो बेलपत्र अनि तिल चढाउने रित्तै आगो राम्रो हो बरु किनभने केही सहयोग गर्नु मन लाग्यो भने बरु भगवान्को केही होस् भनेर दान गर्नुभयो भने ठिकै छ र यहाँ चाहिँ चन्दन ल्याउने प्लास्टिक ल्याउने प्लास्टिक नबनाइदिनु होला तपाईँहरूले रातो टिका लाउनु हुँदैन अक्षत पनि छर्नु हुँदैन यहाँ महादेवलाई मनपर्ने भनेको लटरम्बेश्वर महादेवलाई यहाँको देवता सतीदेवीलाई सेतो वस्त्र साह्रै मनपर्छ सेतो लाएर आएको नि राम्रो र यहाँको भगवान्को बानी हेर्दा बारम्बार भनि नै रहेछ सतीदेवी माता दक्ष प्रजापतिले ठुलो यज्ञ लाउँथ्यो त्यो यज्ञमा महादेवलाई बोलाउँदैन अनि बिना निम्तो नजाऊ सतीदेवी भन्नुहुन्छ महादेवले तपाईँहरूलाई सबैलाई थाहा छ सोस्तानीमा भन्नै पर्दैन अनि त्यसभन्दा भन्दै सतीदेवी जानुहुन्छ सती महादेवलाई नराम्रो शब्दहरू बोलेको सुनेर त्यो शब्दहरू सुन्नु नसकेर सतीदेवी माता यज्ञमा प्राण त्यागी हुन्छ त्यागी भएपछि महादेवले बोकेर हिँड्नुहुन्थ्यो डाँडा काँडा भगवान् विष्णुले चाहिँ यो सृष्टि के गर्ने अब बर्बाद भयो महादेवले चाहिँ बौलाएर यो सृष्टि हेर्ने भयो अब सतीदेवीको शरीर गलाउनु पर्यो भनेर चाहिँ झिङ्गा लगाइदिनुहुन्छ झिङ्गा लगाए सतीदेवीको शरीर गलेर जान्छ सतीदेवीको चाहिँ शिर मुन्डै झरे ठाउँ उहाँ माथि त्रिशुल डाँडामा टेक्नु नजानु फल पाउँदैन है त्यहाँ जो भक्त टेक्नु जान्छ फल पाउँदैन भनेर भगवान्ले बानी दिनुभयो र मैले मात्रै मलाई सपना भनेर मात्रै होइन गाउँको बासिन्दालाई थाहा छ मन्दिर बनाउँदाखेरि मेघले हानेर ढालिदिने नभ्याएको ठाउँमा हावाहुरीले नि फालिदिने तल र म बनाएको मूर्तिहरू ल्याउनु हुँदैन यहाँ भगवान्को नेचुरल भगवान् यहीँ हुनुहुन्छ तपाईँहरू केवल दर्शन गर्न आउनुहोस् भगवान्लाई बरु संरक्षण गर्ने मान्छे जन्मेर यहाँ कसै होला चासो गरेर आउनु होला नियमदेखि विनियम गर्न पाइँदैन यो चाहिँ आफै बनेको कलाकृतिलाई मान्नु यो 5वटा आम्ला छ महादेवको दाहिने गोडा 5वटा आम्ला छ ऊ तपाईँहरूले भित्र गुफाभित्र किन जानुपर्छ र महादेवको जुरो हो यहाँ यो शिवलिङ्गै हो तपाईँहरू त्यो डाँडाबाट यो डाँडा आयो भन्छन् पापी मान्छे आउँदैन भनेर त्यहाँबाट चाहिँ यता आउनु दिँदैन पहिला होइन उता रुखको फेरि बोल्नु न बोलिरहेको छ तपाईँ शिवलाई फोर्नै हुँदैन दाइ म बोलिरहेको छ अनि कहाँ बिचदेखि बोल्थेँ अनि यो त म सही बोलिरहेको नि यो शिवलिङ्गै हो तपाईँहरू यहाँ आएपछि पूजा गरे नि नगरे नि मुक्ति भइसक्यो र माथि शिरमा टेक्नु नजाऊ है भने यहाँ गुफा चाहिँ मलाई सपनामा 51 सालमा चाहिँ यहाँ गुफा छ महादेवको यहाँ जुरो त्योभन्दा माथि नजाऊ त्यहाँ पूजा गर भनेर बानी दिन आउनुभयो 12 वर्ष चाहिँ बस्यो यहाँ हिउँदोमा चाहिँ म तपस्या गर्थेँ 9 महिना अन्न नखाएर बर्खामा चाहिँ गाउँ जाने प्रचार गर्न जाने इप जाने माल्टा जाने ठेङ्गिन जाने बकैया गाउँपालिका र भिमभिरी गाउँपालिकाको सिमानामा भगवान् पूर्व फर्केर बस्नुभयो र यहाँ आउँदाखेरि तपाईँहरूले चाहिँ भक्तहरूले एउटै चिज मागेर आउँदाखेरि टक्कै पुग्ने आँखाबाट आँसु वर्षाउनुपर्छ माया गरेर के भयो के हाँसेर नाचेर भजन गान जे चाहे त्यही दिनुहुन्छ भगवान्ले एउटै चिज मात्रै त्यो चाहिँ प्रसिद्ध मलाई नै थाहा छ मलाई कसरी थाहा पायो भने म चाहिँ 27 वर्षसम्म भगवान्को तपस्या हो नि म त्यागी अन्न नखाएर हिँडेपछि म ध्यानै नगरे पनि प्रचार गरेर हिँडे पनि त म त्यागी त हो नि होइन तपस्या अनि यत्रो 27 वर्षसम्म चाहिँ किन हो भगवान् तपस्या गर्दा नि सिद्धि नभए लटरम्बेश्वर महादेव सत्य हुनुहुन्थ्यो ओहो के गर्ने होला अब भनेर मेरो आत्मामा चाहिँ कस्तो लाग्यो भने एक दिन त नयाँ वर्षमा एकजना भक्त आइरहेको अरे होइन नयाँ वर्षमा अब ठुलो मेला लाग्छ नि अहिले त एकजना भक्त आइरहेछ ओहो मैले त भक्त चाहियो भनेर तपस्या गरेँ हो न त धन चाहियो भन्यो न त मैले के चाहेर मेरो लागि बस्यो होइन अब रामले 14 वर्ष ध्यान गर्दाखेरि सिद्धि भयो भने म चाहिँ यत्रो वर्ष ध्यान गरेर सिद्धि नहुने यो संसारमा हिन्दू धर्म केही नरोस् के भए चाहिँ यहाँ भक्तको लोर्को चाहियो भनेर चाहिँ मेरो आँखाबाट आँसु बरेर झरेको थिएँ त्यहाँबाट ठ्याक्कै
वैशाखमा आफार आँसु बस्यो जेठदेखि त भक्तको लर्को लाग्नु थाल्यो आउँदाखेरि भक्तहरूले पनि माग्नु पर्ने रहेछ भने मेरो आत्मामा लाग्यो भनेपछि हामी अब पूजा गर्न आउँदाखेरि माथि जानु चाहिँ उचित होइन माथि नजाउने भन्नुभएको हो मलाई सपनामा एउटै डाँडा यस्तो परे डाँडा हो पूर्व फर्केर बस्नु भएको छ भगवान् महादेव दाहिनेपट्टि आमा देवले वास्तव भनौँ भने त लाटो हिसाब तपाईँहरूकै यो गाउँको मान्छेले जे पाइ बोल्देला भरे व्यवसाय गर्ने मान्छेले म त माता मान्छे हो सही त बोल्छु झुटो बोल्दैन भक्त चाहियो नबेच भने मान्दैन नबेच्ने अब त्यहाँको मान्छेले यहाँ चाहिँ सबैले संरक्षण गर्नुपर्छ र शिरमा चाहिँ मलाई चाहिँ 51 सालदेखि नै मैले चाहिँ पाइला नि टेक्दैन हामीले पानी किन्नुपर्छ सिन्दुर लगाइदिन्छ त्यही भएर किनेर ल्याइरहन्छ यहाँको भेटीघाटी यतै थ्याङ्क यू तपाईँले हाम्रो लागि टाइम दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद है माताजी फाइनल्ली आज हामी लटरमेश्वर घुमेर नि भ्याइसक्यौँ हामीले 2 कार्टुन पानी लिएर आएको थियौँ पानी त बाँडेर 2 कार्टुन पानी मात्रै बाँडेर अब हामी फर्किने क्रममा छौँ हामी त दर्शन पनि गरेर अनि मातासँग पनि थोरै कुराकानी गरेर अब हामी फर्किनेछौँ आजको लागि यति नै अनि तपाईँहरूले मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरेर साथ सपोर्ट गरिदिनु र लास्टमा जाँदै मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला तपाईँले सब्सक्राइब गर्नुभयो भने चाहिँ मलाई यस्तै भिडियो बनाउन हौसला मिल्नेछ मलाई बस तपाईँहरूले साथ सपोर्ट भनेको सब्सक्राइब गरेर गरिदिनु होला हस् त धन्यवाद